हरियाली अनि सुरा खाली चौरको मनमोहक दृश्यसँगै अनि चरिरहेका गाईबस्तुहरू, त्यसपछि आएको यो गाईवालो न्यामण्ठ गाई हेरिरहेछ। केटाले आज यसको पालो हो कि जस्तो लाग्यो हैन? पालो हो तेरो? गफ लाउँछ है, पालो हो आज। अनि त्यसपछि यता पनि एउटा नानु पुरा गइरहेछन्। अनि यो पनि उसकै हो जस्तो लाग्छ। अनि गाईहरू मजाले चरिरहेछन् हरियालीमा, आनन्द तरिकाले चरिरहेछन्। अनि साँझ चरेर साँझ दुध सुध हुन्छन् होला। अनि खानपिन केटो एक्लै आइरहेछ। गाई 12-13वटा गाईको आज पालो लगाएछन् जस्तो लाग्यो। अनि यता पनि आइरहेछन् आधा केही गाईहरू हैन। जस्ट रमाइलो छ यो खाली चौर। अब अरू कुरा गर्छन्, अर्को पुरै भाइरल खालीको कुरा गर्छन्। अब आफ्नो त यही खाली हो। यही खाली चौरमै रमाइलो गर्दै बाल्यकाल बिताएका हुन् बाबाआमाले क्यारे। अब हाम्रो पनि यस्तै गर्दै यो खाली चौरमै बिताउने होला हो। अब अरू चाहिँ अब राम्रो खतरा भाइरल भएको खाली चौर गएर रमाइलो गर्छन् क्यारे। अब हाम्रो खाली चौर चाहिँ यही हो। हामी यहीँ हुर्केको अनि खेल्ने यहीमै रमाउने गर्दै अनि अहिले चाहिँ जस बुढेसकालै लाग्यो जस्तो लाग्छ हैन र केटा? तर चाहिँ अब घुम्न चाहिँ यो खालीमा, अब अर्को खालीमा चाहिँ गइरह हुन्छन्, घुमिरह हुन्छन् टन्नबाट हैन। अब खाली चौर भनेर हाल्छन्, अर्को हाल्छन्। हाम्रो खाली चौर चाहिँ यही छ। अब बर्खायाममा रमाइलो गर्दै बसिरहेछ। आज चाहिँ गहुँ काटाइको गहुँ टिपाइको कारणले गर्दा यता आउन पाइयो। अब धेरै खासै गरी यता नआएर पनि हाम्रो मनमोहक दृश्य देख्न सकिन्न हैन। अनि त्यो भएर अब कहिलेकाहीँ आउनुपर्छ अनि देखिन्छ एउटा सामान्य मनमोहक दृश्य। अनि केटोलाई चाहिँ आनन्दले पोल्टिराख मजाले गाई हेरिरहेछ। हेर्न पनि के पर्थ्यो र गाई त, तर चाहिँ चरिरहेको हुन्छन्। अब यताउति हल्का बालीसाली खाने भएको कारणले त्यही भएर चाहिँ एउटा हेर्न त आउनै पर्छ। अरू हेर्नलाई चाहिँ खासै के हेर्नु थियो र, आफै चरिरहेको हुन्छन्। अब दिनभरि पल्टिने अनि साँझ जाने यही हो। सुड हाम्रो खाली चौर भनेको यही हो। खाली अब पहिला अहिले त पानी नै छैन। अब त्यहाँ नजिक पानी आउँथ्यो। योमा पानी आउँथ्यो पुरै बाउबाजे अनि सबै चाहिँ दिदी बहिनी सबैले चाहिँ यही खालीको पानी खान्थे। अब गोठहरू हुन्थे, गाईहरू पाल्ने, यतै बस्ने, यतै रमाइलो गर्ने गर्थे। अहिले चाहिँ खासै मान्छेहरू हुन्न, गाई चराउनलाई मात्रै आउँछ। अनि खेतीपाती गर्न पनि कम गरिसक्यो। अनि जौ गहुँ लगाउन पनि छोडिसके। अब कमै लगाउँछन्। त्यही भएर गाह्रो छ। अब यसरी देखाउँदाखेरि यो माथि घुगाने पाटन माथि बाङ्गा डाँडा अब पानी पर्ला जस्तो भइरहेछ। बादल पनि कालो कालो भइरहेछ। अनि त्यही भएर ल ओके यति है त।